नमस्कार है त सबैलाई नमस्कार। यो चाहिँ मेरो डुम्रेबाट चाहिँ मनाङ जाने बेलाको एउटा सानो भिडियो। क्यामेरा फिट गर्दैछु मैले। क्यामेराको स्ट्यान्ड चाहिँ बाटोमा एकदमै हल्लिने के, त्यही भएर हो। यसको मेरो दाजुभाइहरू मेरो साथीभाइ चाहिँ पछाडि आउँदै हुनुहुन्छ। उहाँलाई वेट गरेर जस्तो पनि गरेँ। अनि अब लाग्यो बिस्तारै। क्यामेरा चाहिँ हावामा एकदमै हल्लिने उहाँहरू नै आउँदै हुनुहुन्छ। म बिस्तारै जान्छु अब उहाँहरूलाई नै सँगै लिएर जाने भनेर बिस्तारै बिस्तारै जान्छौँ हामी। अब क्यामेराको स्ट्यान्ड चाहिँ एकदमै हल्लिने कि, एकदम होइन एकदमै हल्लिने। देख्नु भइरह होला तपाईँहरूले, आउँदै हुनुहुन्छ मेरो साथीभाइहरू पनि, दादाहरू पनि आउँदै हुनुहुन्छ पछाडि। अब मेरो चाहिँ एउटा 7 दिनको चाहिँ पुरै मनाङमा चाहिँ हामी 7 दिन बस्छौँ। उहाँहरू चाहिँ मेरो दादा हुनुहुन्छ होइन। बिस्तारै बिस्तारै पछाडि पछाडि आउँदै हुनुहुन्छ। म चाहिँ अलिकति अगाडि गयो कि उताबाट यता आउँदाखेरि उहाँ चाहिँ भर्खरै जानुभएको चाहिँ हाम्रो चाहिँ इन्टरनेसनल राइडर हुनुहुन्छ है, फ्रम न्युजिल्यान्डमा अरे। उहाँ पनि हाम्रो दादा हुनुहुन्छ। अर्को हिरो आउँदै हुनुहुन्छ, डुब्न आउँदै हुनुहुन्छ। उहाँ पनि हाम्रो घरको चाहिँ मेम्बर हुनुहुन्छ है। उहाँले चाहिँ अघि मैले हेलमेट चाहिँ अघिसम्म लगाएको थिएन, अहिले पछि बिचबाट आएर लगाएर उहाँले चाहिँ भर्खर दिएको हाम्रो। त्यही भएर चाहिँ पुरै रियाक्ट दिँदै हुनुहुन्छ। ठिक छ धन्यवाद। नेपालको सबै ठाउँमा यत्तिकै बाटोमा घुम्नु भने त बाइक चलाउने मान्छेलाई कति मजा आउँछ होला त। ठिक छ यतिकै बिस्तारै जान्छ। तर बाइकमा क्यामेरा चाहिँ एकदमै हल्लिरहेछ होइन। क्यामेराको स्टिक चाहिँ माथि सार्दाखेरि चाहिँ एकदमै हल्लिने कि, जति नै ठुलो बाटो पनि एकदमै हल्लिरहेछ। त्यो पनि बिस्तारै बिस्तारै जानु ट्राई चाहिँ गर्दैछु। फर्स्ट हो है मेरो यो चाहिँ, फर्स्ट भ्लग हो मेरो चाहिँ। त्यस्तो खासै राम्रो बोल्नु आउँदैन, बिस्तारै बिस्तारै सुरु गर्दैछु होइन। यत्तिको बाटो चाहिँ हुनुपर्छ है नेपालमा। यो चाहिँ डुम्रेबाट हामी मनाङ जाने बाटो हो होइन। बाटो एकदमै हल्लिरहेछ कि हेर्नु। क्यामेराको स्ट्यान्ड पुरै हल्लिरहेछ। मैले हातले पनि अगाडि पनि बढाइरहेको छु। एकदम हल्लिँदा यता 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 हेर्छ कि, त्यही भएर पनि अलिकति डिस्टर्ब भइरहेछ। के छ अनि तपाईँलाई मेरो हेर्नु कस्तो लाग्छ होइन, यसो कमेन्ट गरिदिनु होला। मिल्छ भने यसो हजुरहरूले सब्सक्राइब पनि गरिदिनु होला होइन मेरो च्यानललाई। बिस्तारै बिस्तारै मेरो भिडियो आउँदैछ। बिस्तारै बिस्तारै ट्राई गर्दैछु म खासै बोल्न त आउँदैन। बिस्तारै बिस्तारै चाहिँ ट्राई गर्दैछु। यो क्यामेराले चाहिँ अलिकति, क्यामेराको स्ट्यान्डले चाहिँ अलिकति साथ दिइरहेछ कि मलाई। यसमा चाहिँ अब ठुलो बाटोमा चाहिँ अलिकति स्पिड हुँदाखेरि चाहिँ